ब्याक गरेर पहिला रिलको जमानामा ब्याक गर्नु पाउँथ्यो यो रेडियो नेपाल हो भनेपछि सक्यो सक्यो आहा यस्तो गरेर कस्तो दिइरहेको कि मजा अब त यताबाट दियो त्यस्तो त नगराउ न कसो बिहान एकचोटि बेलुका एकचोटि मलाई अस्ति नै भनिसकेको छ वार्निङै आइसकेको छ त्योभन्दा बढी आयो भने तपाईँलाई त्योभन्दा बढी आयो भने भाइ तिमीलाई पनि दिदिनँ भन्छ अब के भन्ने यत्रो कार लिएर हिँड्या मान्छेले मायाकुरी यस्तो खतराको दिने क्या फेरि यो पनि मेरो हो यो पनि मेरो हो यो पनि मेरो उयो त हाम्रो सब मेरै हो भाइ क्यामेरा आउला अलि यता साइड गर मैले भनिदिएको छु अहिले भाइरल भयो भने मलाई थाहा छैन उसको त अस्ति 950 जनाले हेरिसकेको थिएँ अनि फिल्म खेल्नु मात्रै भएको जेसुकै भयो नि होइन अब एकचोटि चाहिँ होइन बाजा बजाउनु पऱ्यो क्या ए यार केटाहरू यत्रो केटाहरू छ चिनजानको होइन कमसेकम भोज त खिलाइदेऊ एकचोटि भयो नि होइन शादी गर्नु परेन त पहिला होइन अनि त्यतिकै भोज ल्याएर कुनै न कुनै त भेटिहाल्छ नि कुनै न कुनै कस्तो कुरा गर्छ यार म कुनै न कुनैसँग जानु छ टिकटक भइरहेको छ यहाँ फेरि कामै त्यही हो टिकटक भइरहेको छ अब उहाँले बिहा नगरेसम्म त्यस्तो मोटोरोला आउँदैन क्या धेरै पुरानो मान्छे पुरानो हो र थोत्रो कचडा थोत्रो कचडा 42 वर्ष भने 3 20 कोटिसक्यो यार अनि 42 झुकेगा नहीं साला भन्ने ऐसे बोल्ता हो झुकेगा नहीं अब यस्तो त्यसको स्टाइल त कहाँबाट हुन्छ त हैन आफ्नो स्टाइल हो नयाँ स्टाइल दारी नै छैन जबरजस्ती यस्तो कसरी गर्नु अलिअलि जुङ्गा छ अनि त्यस्तो लाइक कमेन्ट गर्नु होला मलाई भाइरल बनाउनु तपाईहरुको सबैभन्दा ठुलो हात हुनेछ धन्यवाद धन्यवाद त्यति हो